सम्पूर्ण भक्त सज्जनहरूमा मेरो हरे कृष्णको तथा जय स्वस्थानी माताको अभिवादन। भक्त सज्जन वृन्दहरू, आज 11औं दिनको स्वस्थानी पाठमा सम्मिलित बनौं। त्योभन्दा पहिला मङ्गलाचरण गरौं। सबैले हात जोडेर अत्यन्त सुन्दर भावनाका साथमा यम ब्रह्मा वरुणेन्द्र रुद्र मरुत स्तुन्वन्ति देव्यैस्तवैर् वेदै साङ्गपद क्रमोपनिषदैर् गायन्ति यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुसुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दन चर्चितोज्ज्वल वपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृत कुण्डला प्रविलसन् मुक्तावली शोभिता सर्वज्ञान निदान पुस्तकधरा रुद्राक्ष मालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्य माता चिरम्। मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्द माधवम्। नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादात् वक्ष्यामि नारायण कथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। बोलो स्वस्थानी माता को जय। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि। तहाँ उपरान्त सतीदेवीको प्रत्येक अङ्ग पतन भयो र महादेवले चित्त दृढ पार नसकी हा सती भनी भूमिमा ढली मूर्छा परे। निकै बेरपछि होस आयो र लामो लामो श्वास फेर्दै चित्तले सतीलाई सम्झी बौलाहा जस्तै जताततै डुल्न लागे। त्यस्ता तरहले महादेव हिँडेको देखि तारकासुर दानवले आफ्ना मन्त्रीगण डाकी भन्यो, हे मन्त्री हो, हेर सतीको वियोगमा महादेव बौलाहा जस्तै भएर हा सती भन्दै हिँडिरहेका छन्। यसै अवसरमा देवताहरूलाई युद्धमा जितेर इन्द्रको अमरावती हात लाउनु पर्दछ। अब हामीलाई कसैले केही गर्न सक्दैन। अहिले जाउँ भनी तत्काल आफ्ना सेनाहरू अगाडि लगाई सेनापति र मन्त्री सहित भई लडाई गर्न अमरावती गयो। त्यो देखेर यमराज डराई, हे देवता हो, अब हामी यहाँ नबसौँ, किनकि तारकासुरलाई महादेवले वरदान दिनुभएको छ, अत त्यसलाई युद्धमा कसैले पनि जित्न सक्दैन। बरु यहाँबाट भागौँ भनी स्वर्गबाट भागे मृगस्थलीमा आएर बसिरहे। त्यसरी देवताहरू स्वर्गबाट भागेपछि तारकासुरले अमरावतीमा अधिकार जमाई स्वर्ग मृत्य पाताल तीनै लोकको राज्य भोगेर बस्दो भयो। त्यसपछि महादेव पृथ्वी भ्रमण गर्दै मृगस्थलीमा आउनुभयो र देवताहरूले देखि साष्टाङ्ग प्रणाम गरी बिन्ती चढाए, हे ईश्वर, अब हजुरसँग मृतक देह छैन, नेत्र खोलेर हेर्नुहोस्। पापिष्ट तारकासुरले हाम्रो अमरावती खोसेर लियो, त्यसलाई हजुरले वरदान दिनुभएको हुनाले हामी त्योसँग लडाई गर्न असमर्थ भई भागेर यहाँ आइबसेका छौँ। अब हाम्रो रक्षा गरी पापिष्ट तारकासुरको संहार गर्नुहोस्। देवताहरूको यस्तो प्रार्थना सुनि महादेवले नेत्र उघारी हेर्नुभयो। सामुन्ने देवताहरूलाई देखि केही पनि उत्तर नदिई मनले उनलाई सम्झी हा सती भन्दै त्यहाँबाट हिँड्नुभयो। महादेवले शोक गरेको देखि संसारमा जति जीवात्मा छन् ती कसैले पनि सहन गर्न सकेनन्। यस्तै प्रकारले सतीको शोकमा 100 वर्षसम्म महादेव पृथ्वी भ्रमण गरेर हिँडिरहनुभयो। त्यसपछि एक दिन दृढचित्त गरी महादेवले हेर्दा आफूसित सतीदेवीको शरीर छैन भन्ने जानी अब के गरौँ, कता जाउँ, कसरी शान्ति प्राप्त होला भनी भरिसक्य धैर्य धारण गरी उत्तरा पन्थमा तपस्या गर्न जान्छु भनेर हिँडेको त चित्त दृढ हुन नसकी दक्षिणको बाटो लागि जाँदा जाँदा कर्नाटक नगरको ब्रह्मपुर भन्ने स्थानमा पुग्नु भएछ। त्यहाँ ऋषिहरू गङ्गा स्नान गर्न गएका रहेछन्। ऋषि पत्नीहरूले महादेवलाई त्यतैबाट जान लागेको देखि आपसमा कुरा गर्न लागे, हे ऋषि पत्नी हो, हेर त ती जान लागेका महादेव हुन्। सतीदेवी मर्नाले बहुला जस्तै भई त्यस प्रकारले हिँडिरहेका छन्। हाम्रा स्वामीहरू एक भक्त रहनाले अनेक व्रत उपवास गर्नाले दुर्बल छन्, अतः हामीहरूलाई कामभोगमा सन्तुष्ट पार्न सकेका छैनन्। यसै कारण हामी यिनैका पछि लागेर जाउँ। यति सल्लाह गरी सबै ऋषि पत्नीहरू महादेवका पछि लागेर हिँडे। यसरी पत्नीहरू गएको गङ्गामा स्नान गर्न गएका ऋषिहरूले थाहा पाई खोज्दै गए। निकै पर पुगेपछि बाटोमै भेटेर, हे महादेव, तिमीले हाम्रा स्त्रीहरू किन हरण गरेर ल्याएका भने। तिनीहरूले त्यस्तो भनेको सुनि महादेवले, तिम्रा पत्नीहरू
म किन हरण गरेर ल्याउँथे भनी उत्तर दिनुभयो। अनि ऋषिहरूले तिम्रा पछि लागेर आएका को हुन् त भनी सोधे। अनि महादेवले पछाडितिर फर्केर हेर्दा ऋषि पत्नीहरूलाई देखेर यिनीहरूलाई मैले त ल्याएको होइन, कुन्नी किन पछि लागेर आएका छन् भन्नुभयो। अनि रिसाएका ती ऋषिहरूले हे महादेव, हाम्रा पत्नीहरू तिम्रो लिङ्ग देखेर पछि आएका हुन्, अतः तिम्रो त्यो लिङ्ग पतन होस् भन्ने श्राप दिए। तिनीहरूको श्रापले तत्काल शिवको लिङ्ग पतन भयो र त्यसैबाट एउटा ज्योतिर्लिङ्ग प्रकट भएर सम्पूर्ण ब्रह्माण्ड ढाक्न लाग्यो। त्यो देखेर यज्ञ गन्धर्व किन्नर आदि विष्णु भगवान कहाँ पुगे विन्ती गरे, हे ईश्वर, महादेवको ज्योतिर्लिङ्ग उत्पन्न भएर समस्त ब्रह्माण्ड ढाक्न लाग्यो, सोही कुरा बिन्ती गर्न आएका हौँ। अब जे गर्नु पर्ने हो तत्काल गर्नु पर्यो। देवताहरूको त्यस्तो प्रार्थना सुन्नका साथ भगवान विष्णु तत्काल त्यहाँ पुगे। त्यो ज्योतिर्लिङ्गलाई अङ्कमाल गर्न साथ ज्योतिर्लिङ्ग साम्बु भयो। त्यो देखेर समस्त देवता यक्ष नाग गन्धर्व र किन्नर आदिले विष्णुको अनेक प्रकारले स्तुति गरी आफ्ना आश्रममा गए। अनि त्यही ज्योतिर्लिङ्गबाट प्रकट भई महादेवले ती ऋषिलाई भन्नुभयो, हे ऋषि हो, म निर्दोषलाई व्यर्थमा श्राप दियौ, अथवा तिमीहरूको पनि वाक्य शुद्ध नहोस् र ब्राह्मणहरू पनि एकपति मानेर बस्न नसकुन्। यति भनी उत्तरापन्थमा गई काम क्रोध लोभ मोह छाडी सम्पूर्ण इन्द्रिय बाँधी परब्रह्ममा आफ्ना तिनै नयन मिलाई बडो कष्टपूर्वक तपस्या गर्न लाग्नुभयो। जय जय श्री स्कंद पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त संवादे श्री स्वस्तानी परमेश्वर्या व्रतकथायां इन्द्रादि देवता मृगस्थली गमनम नाम एकादश उत्सव। हरे नमः। सम्पूर्ण भक्त सज्जन वृन्दहरू, हामीले यसरी एकादश अध्यायको पाठ श्रवण गरेका छौँ। अब सबैले पुष्पाञ्जली अत्यन्त भावपूर्वक गर्नेछौँ। उपनयतु मङ्गलं वः सकल जगन मङ्गलालय श्रीमान दिनकर्ण निबोधित नवनलिन दल निवेक्षण कृष्णः काले वर्षतु पर्जन्य पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भया अपुत्रः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र यत्राच्युतोद्वार कथा प्रसंग या कुन्देन्दुदशारहार्धबला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेत पद्मासना या ब्रह्माच्युत शंकर प्रभृतिर्देवै सदा वन्दिता सा मां पातु सरस्वती भगवती निशेषजाड्यापाः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायति समर्पये। तत् श्री स्वस्थानी देव्यार्पणमस्तु। बोलो स्वस्थानी भगवती माता को जय।